एउटा मात्रै गइन्छ एउटा हातमा कतिवटा उम्ली हुन्छ भन्न एउटा हातमा कतिवटा उम्ली हुन्छ दुईटा हातमा 10 अन्त 10 हातमा 100 पक्का हो 100 पक्का हो पक्का हो अब चाहिँ खिची पुरा तँलाई एउटा क्वेसन ल अस्ति सोधिसकेको हो अब तेरो पालो है हाम्रो एउटा हातमा चाहिँ कतिवटा उम्ली हुन्छ यो एउटा हातमा उम्ली कतिवटा हुन्छ 5वटा दुईटामा 10वटा दुईटामा 10वटा हुन्छ पक्का हो त्यसो भने 10वटामा कतिवटा हुन्छ 10वटामा 10वटा हातमा 10वटा हातमा अबे जल्दी बोल कल सुबह पनवेल निकलना है 10वटा हातमा 50वटा यसलाई याद रहेछ है होइन हाम्रो एउटा हातमा चाहिँ कतिवटा उम्ली हुन्छ एउटा हातमा 5 अन्त एउटा हातमा 5वटा हुन्छ नि दुईटा हातमा 10वटा हातमा कतिवटा उम्ली हुन्छ 10वटा हातमा 11 कसरी भनिदिउँ 1 2 3 4 5 या 5 अलरेडी हुन्छ होइन 6 7 8 9 10 11 हुन्छ जस्तो लाग्यो तेरा बाप यहाँ छोड़कर गया था कि तेरी माँ होइन हुनु चाहिँ 11 हुन्छ कि 10 एउटा हातमा कतिवटा छ तेरो 5 हुन्छ नि 5 6 7 8 9 10 दुईटा हातमा 10 भयो भनेपछि 10वटा हातमा कतिवटा हुन्छ के 10वटा हातमा अम्ली 11 ओ भाइ कतिवटा हुन्छ अरे 50 भन्दैछ मलाई याद भएन म त 11 कति रहेछ गएर क्यालकुलेट गर त्यहाँदेखि हेर्नु ल